हाई गुड मर्निङ एभ्रिवान। अहिले चाहिँ टक्क दिनको सुरुवात भएको छ है यस्तो भ्यूबाट है। अहिले चाहिँ हामी भिन्दाङमा हो। अलिअलि हिउँ चाहिँ रहेछ यहाँतिर। हामी बसेको चाहिँ यहाँ है यो होटलमा यसमा बवाल छ। यहाँ चाहिँ हामी टक्क है बिहान बिहान आइदिएको। ओ शिट यो त हुनु घोजो छ क्या हो के हो? यहाँ चाहिँ खतरा देख्छ है हिमालु है। यो चाहिँ मनासलु है। आधा मात्रै देखेर तर यो हो। म देखाउँछु तपाईँहरूलाई मनासलु फेरि। ल एकछिनमा भेट्नुपर्छ है त। ल हामी चाहिँ खाजा त खाएर है कहाँ हिँडेको चाहिँ? ल हामी अब कङ्कातालको लागि हिँड्ने ल होइन माल खाजा खाजा खाएर हामी अब कङ्कातालतिर जाँदैछु। अब हामीले चाहिँ खाजा खाएको देखाउन पाएन। खाजा खाइसक्यो। ल अब चाहिँ जानुपर्ने हुन्छ। बाटो चाहिँ त्यही हो यिनीहरू। कोही अगाडि कोही पछाडि भएछ। हामी चाहिँ बिचमा। ल अब सिधै माथि गएपछि भेट्नुपर्छ है त बाटोतिर। ल 100 को स्पिडमा आइपुग्यो हामी चाहिँ। सक्यो मालिन जिबे सक्यो कति अब छैन। कति मिनट 22 मिनटमा 22 मिनट खतरा देखियो है तर घना घाँसिएको उकालो। पास नहीं लगा अब यो त बालु हमाल साथै गाले यसको त ओइ पानी नै माग्नु के गर यो आइस पिघल्यो। कहाँ भागो कि A few moments later. हामी चाहिँ टक्क यहाँ पुङ्गरतालमा आएर है यहीँ ल
बरु उता उता भुइँबाट ठिक हुन्छ जीवन ए मलाई नि यस्तो देखामै ल सर ल उठाउनुहुने सर बिरामी हुन्छ हौ जीवन अब उता 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 जाऊ उता ए हामी चाहिँ हेरेको ल अब चाहिँ नुहाएर टक्क पूजा गर्नुपर्छ टक्क पूजा गर्नुपर्छ हामी चाहिँ पोङ्गरताल आइपुग्नु साथ जोसमा फेरि नुहाइदिइहालेँ यो एउटा हो कस्तो समाल ठाउँ समाल बबाल हिउँ रहेछ है त लपक्कै हिउँ रहेछ कि सर लपक्कै हिउँ पनि खेल्न पाइयो हो अब हामी चाहिँ टाढाले त्यहाँ या त यो पनि गरेर एउटा होला है सबैजनालाई हामी पोङ्गरतालको छेउमा खाजा खाँदै हो है ल कस्तो छ किरण पोङ्गरताल कस्तो लाग्यो राम्रो लाग्छ ठिक छ नि है कतिको रमाइलो भइरहेछ त नि यस्तो छेउमै बसेर खाजा खान पाउँदा रमाइलो भइरहेछ है हामी चाहिँ यहाँ टक्क सबै अहिले ग्रुपमा खाजा खाँदै हो कोक बिस्कुट चौचोहरू सर केही भनिदिनु ल ल हामी अब पोङ्गरतालमा फाइनल्ली हामी आइसकेका छौँ अब यो खाजा खाने कार्यक्रममा छौँ अब यसपछि हाम्रो यो हाम्रो अध्ययनको उद्देश्य अनुसारको चाहिँ हाम्रो क्रियाकलापहरू चाहिँ सञ्चालन हुन्छ र त्यसपछि आज हामी फेरि भीमताङ गएर बस्नेछौँ धन्यवाद हस् अब यता मिसनमा रमाइलो भइरहेको रमाइलो छ है मलाई जाडो कतिको जाडो छ अहिले यहाँ बिहान चाहिँ जाडो भइरहेको थियो अहिले चाहिँ खोलिसकेको गर्मी ठिकै छ गर्मी भयो है छेउछेउतिर नि मस्त हिउँ रहेछ बिरुवाहरू सब 1 hour later. अब हामी चाहिँ फर्किँदै हो अहिले सेटल ल्याएर कतिको रमाइलो भयो माल रमाइलो भयो तालको अवलोकन गरेर फर्किहाल्यो अब हामी चाहिँ फर्किँदै हौ भिमताङतर्फ हाम्रो वासस्थान हान्जिबे ल अब चाहिँ फर्केको सिधै बिच बाटोमा यहाँ सिधै उता भिमताङ पुगेपछि भेट्नुपर्छ खाना ठाउँमा यहाँको सिनारी चाहिँ यस्तो छ है यो चाहिँ टोटल्ली ग्लेसियर है ग्लेसियर त्यही छ पोङ्गरताल चाहिँ यस्तो पुरै घेरेको छैन नि हामी यस्तो ठाउँमा छौँ यस्तो बाटो कुद्नु पर्छ केटा हो हामी चाहिँ अहिले भिमताङ आइपुग्यो टक्क लाएर होटेलनिर आइपुग्यो अब चाहिँ अब खाना खानुपर्छ अरू चाहिँ अगाडि आइसक्यो हामी चाहिँ अलिक ढिलो भयो होटेलमा गएर देखाउँछ है के गर्दैछ भन्ने कुरा यो चाहिँ मनासुल अरे यो चाहिँ खोइ के हो थाहा भएन कुन हिमाल हो त्यो चाहिँ मनासुल अरे त्यो छेउको चाहिँ कुन चाहिँ हो हाम्रो होटेल उतै हो क्या हो
खाना नि खाइसकेर हो है र त खाना खाइसकेर हामी चाहिँ लास्ट हामी हो सबसे लास्ट चाहिँ हामी चाहिँ सबसे लास्ट हुन सफल भयौँ खुट्टा अति दुखी छ अब एकछिन भित्र पुगेपछि देखाउँछु भित्रको वातावरण अहिले चाहिँ यहाँको चाहिँ यहाँ पहिला बर्खामा चाहिँ खनखन खोला हुन्थ्यो अरे अहिले चाहिँ सुकेछ भित्र गएपछि देखाउँछ है त अब चाहिँ टक्क रुममा आइपुग्यो गुड मर्निङ एभ्रिवान अब हिजोको भ्लग चाहिँ त्यो चार्ज नभएर यत्तिकै इन गर्नु पऱ्यो बिचमा त्यहीँबाट जोड्छु ल म अब हिजो खानासाना खाएको त्यो केही देखाउन पाएन चार्ज नभएर फोन स्विच अफ भएको भएर अहिले चाहिँ बिहान टक्क साथीहरूको पावर ब्याङ्कबाट चार्ज गरेर यत्तिको भयो भने भ्लग बनाउँदैछु त्यही आज चाहिँ हाम्रो डे 3 आज चाहिँ हामी फर्किँदै हो खाजा खाएर टक्क हामी बसेको होटेल चाहिँ यही हो खाजा खाएर अब चाहिँ हामी जाँदैछौँ यहाँ चाहिँ हाम्रो बिदाई कार्यक्रम हुन्छ अरे अब केही कार्यक्रम हुन्छ भन्छ अब एकछिन त्यहीँ बोल्छ होला त्यहाँदेखि सिधै अब सुधी खर्कामा गएर खाना खाने यो चाहिँ मनासुल है बब्बा लेखेछ यहाँ चाहिँ घरहरू त्यति नरहेछ है यता मान्छे त टन्नै छ त टन्नै छ त है मान्छेहरू है यहाँ चाहिँ लाइन पनि नरहेछ सोलर त्यही पनि घाम लाग्यो मात्रै चार्ज हुने रहेछ पावर ब्याङ्क पनि हाम्रो सबको सकिसकेको धुस भइसक्यो त्यही भएर हिजो खाजै फर्किँदैछौँ हामी चाहिँ यहाँ चाहिँ हाम्रो बिदाई कार्यक्रम हुन्छ अरे के खरा छाताहरू राम्रैसँग बिदाई गर्न लागेको छ देखाम न है खैरीहरू पनि रहेछ है हामीसँगै हामी मात्रै होइन ल त ल ला त फोटो हान्नु जिबे कोही ल जिबे ओ जिबे तैँले हान्नु फोटो हान्न बस त बस ल या त यो मा हेर्नु ल फोटो खिच्दै रे फोटो खिच्दै रे यहाँ लाइन छ है खाता लगाइसकेपछि यता लाइनमा बस्ने है एकचोटि है पर्खिन के हो जोसमा छ त यो त अनि तँमा ओठ फुटेर कस्तो भयो ये त्यो भित्तातिर के चाहिँ माल ए ल माल अब चाहिँ फर्किनुपर्छ गई दे अब एक दुई शब्द के भन्ने त अब चिनमा जाने अब के हुँदैछ अब हाम्रो यहाँ वेट यसरी रहेछ है बिदाई कार्यक्रम चाहिँ
ए उनीहरू चाहिँ नलाइकन हो ओ माइ गॉड ल ठिक छ ल इरान लाइदिनु कि नाम ही है जो भी मेरा उज्यालो लाइदिनु यसलाई यो छुट्यो यो आइज यहाँ आइज ओ योलाई छुट्यो र योलाई यहाँ चाहिँ फोटो सेसन हुँदैछ है ल ल अब एकछिन बसिदिनु फोटो खाता लगाइदिएकोमा हार्दिक फोटो सेसन पनि भयो अब हामी चाहिँ लागिने छ माले चाहिँ लट्ठिप गजबकै पाइछ है यहाँ सुन हाम्रो पङ्कर लेकको अध्ययन भ्रमणमा आउनुभएका हाम्रा सर अनि विद्यार्थी भाइ बहिनीहरू हामी प्रकाश ज्योति मावि पहुँचे स्कुलबाट चाहिँ कक्षा 12को विद्यार्थी भाइ बहिनीहरूलाई चाहिँ हामी ट्राभल एन्ड टुरिज्म भन्ने एउटा कोर्स छ त्यसमा चाहिँ विद्यार्थी भाइ बहिनीहरूले नजिकैको कुनै पनि पर्यटकीय क्षेत्रको अध्ययन गरिसकेपछि त्यो पर्यटकीय क्षेत्रको चाहिँ प्रतिवेदनहरू बनाएर यो 50 अङ्कको चाहिँ प्र्याक्टिकल नम्बर हुन्छ त्यसबाट चाहिँ विद्यार्थी भाइ बहिनीहरूको 50 अङ्क चाहिँ प्र्याक्टिकल त्यसपछि चाहिँ 50 अङ्कको चाहिँ थ्योरी हुन्छ विद्यार्थी भाइ बहिनीहरूले जति चाहिँ त्यो पर्यटकीय स्थल यो पङ्कर लेकको बारेमा रिसोर्च जस्तो प्रतिवेदन बनायो त्यसैको आधारमा चाहिँ विद्यार्थी भाइ बहिनीहरूको इक्जाममा नम्बर जोडिन्छ अनि यसो गर्नुको कारण एउटा त प्रमोटरको लागि यो पर्यटकीय क्षेत्रहरूको थोरै भए पनि आजको यो मिडिया सामाजिक सञ्जालको जमाना हो भाइ बहिनीहरूसँग सबैको हातमा स्मार्ट मोबाइलहरू छ भोलि अरू विभिन्न सामाजिक सञ्जालहरूमा पनि यो प्रचार प्रसारको पनि थोरै भए पनि यो टेवा पुग्नेछ भन्ने हिसाबले चाहिँ हामीले पङ्कर लेकको अध्ययन भ्रमणमा आएका हौँ र हिजो नै हामी आउँदै ढिलो भयौँ र आमाहरूले चाहिँ होटल व्यवसायीका आमाहरूले चाहिँ खर्चको कुरा पनि गर्नुभएको थियो यदि आफै आउने हो भने हामी केही सपोर्ट गर्छौँ भन्ने कुरा गर्नुभयो होइन पालिकाले चाहिँ हामीलाई 45,000 रुपियाँ दिनुभएको छ त्यही खर्चबाट मेन्टेन गर्छौँ अहिलेलाई तपाईँहरूले दुःख गर्नु पर्दैन भन्यो त्यसको लागि हामी टिमको तर्फबाट यो भिमदाङका होटल व्यवसायी आमाहरूलाई हामी धेरै धन्यवाद दिन चाहन्छौँ र थोरै 2-4 दिन बस्दाखेरि उहाँहरूको गुनासो एउटा बिजुलीको कुरो छ 23-24 गते म पनि आउँछु र छिट्टै यो माइक्रो हाइड्रोलाई सुचारू गर्ने कुरा चाहिँ अगाडि बढिराखेको छ मैले यो सुरेश भाइलाई भनेको छ अर्को कुरो चाहिँ यो हाम्रो जिएसएम एनटिसीको टावर छ यसमा चाहिँ 4G राख्ने आमाहरूले भन्नुभएको छ अहिले नेपाल टेलिकमले चाहिँ ओल्डिङलाई चाहिँ जिम्मा दिएको छ यो हाम्रो फाइबर ल्याएर जुन ओल्डिङको नेट चलाइरहेको छ 2 वर्षसम्म चाहिँ नेपाल टेलिकमले 4G नै लगानी गरे पनि टेलिकमकै हो नेपाल टेलिकमकै र ओल्डिङमै लगानी गरे पनि नेपाल टेलिकमकै लगानी भएको हुँदाखेरि डुप्लिकेसन हुन्छ हामी ओल्डिङमै हामी सबै बसेर चाहिँ ओल्डिङको कम्पनीसँगै सल्लाह गरौँला अहिले ओल्डिङको के अरे शाखा कार्यालय बेसी सहरले हेर्ने भएको छ हामी त्यो त्यहाँको कार्य प्रमुखको चाहिँ नम्बर पत्ता लगाएर छिट्टै आजदेखि ओल्डिङ चाहिँ
खोल्ने भन्ने कुरा गरेको थियो तिज्जेसम्म चल्ला, तर यहाँ चाहिँ तिज्जेदेखि माथि आउँदाखेरि यो बाटोको कारणले धेरै फाइबरहरू चोरिएको छ। त्यसको लागि पनि हामी छिट्टै बनाउन पालिकामा समन्वय गरिदिनु हुनको लागि र हामी टेलिकममा पनि हिजै पनि कुरा भएको छ, टेलिकमलाई पनि हामी विशेष पहल गर्छौँ। यो हाम्रो सम्मानको लागि हाम्रो टिमको तर्फबाट आमाहरूलाई धेरै धेरै धन्यवाद छ। ल केटा हो अब चाहिँ लाग्नुपर्ने हुन्छ। ल हस् ल हस् ल ल शुभयात्रा। ल अब छोडियो भिन्दाङ। यो म्याच त घिउाकडे भएको छ कि जोसमा छ त यो त त्यो चार्जमा होला जोसमा छ। शौचालय स्वास्थ्य चौकीलाई शौचालय म्याकुरी शौचालय यो चाहिँ हो कि भाले यसले भन्न खोजेको चाहिँ ओ यसलाई चाहिँ बिदा नगर्दै रहेछ त जिबे खाना आइदिनु पर्ने यसलाई नि लगाइदिनु ल पक पक ल बिदाई कार्यक्रम मिलाइ नि ल ल कुदिया ये ठिक छ। ल कुद ठिक ठिक अल्ल नहुँदो रहेछ। मालहरू त के हो जोसमा छ त हौ माल जोसमा छ त कुदिया त मालहरू त नाति के चाहिँ लुकाएर गर्नुभन्दा अगाडि टक्क राखेर ल हो त्यो अब बिच बाटोतिर भेट्नुपर्छ। अब यहाँ त बाटो के देखाउने ल केटा हामी चाहिँ बिच बाटोमा आइपुगिसक्यो है। भिन्दाङबाट हल्का तल आइसक्यो। ठ्याक्कै यहाँबाट चाहिँ मनासुलु बोबाल देख्दो रहेछ क्या। यही चाहिँ भने ए न जिबे मनासुलु मनासुलु यहाँबाट चाहिँ देख्दो रहेछ। देखाइ छ त्यो पहिरो छ। ओह्रालोमा फेरि लोत खुट्टे लोत त त्यस्तै खुट्टा डेन्जर हुन्छ। हामीलाई कुन चाहिँ रबाट हिँडे ए पुलमै ल अब हामी चाहिँ श्रीखर्क आइपुग्यो खानालाई चट्ट लाएर। बिचमा चाहिँ खासै देखाउन पाएन, सबै यस्तै थियो जङ्गल थियो। अरू ग्रुप चाहिँ अगाडि गइसक्यो। अब हामी बिस्तारै
जाँदैछौँ खाना खान गर्मी छ अति कोही त खाइसक्यो होला है ल तरियो खोला सुदी खोला माचिसको बस्तिरहेको फुलको चाहिँ ए आज त यता हो क्या खाना खाने यहाँ अरे खाना खाने चाहिँ यहाँ होला जस्तो चाहिँ अब एकछिनमा भित्र गएर देखाउँछु लाले जीवन खाना अहिले चाहिँ हामी डकुलाएर घुवा आइपुगेँ खाना खाएको थिएँ 40-45 मिनटमा आइपुगेँ है त्यही 40-45 मिनटमा चाहिँ हामी घुवा आइपुग्यो खाना खाएको ठाउँबाट चाहिँ त्यही हो अब यहाँबाट नि जाँदै हो अझै तल आज चाहिँ घर नै पुगिन्छ अरूहरू चाहिँ गइसक्यो अगाडि हामी चाहिँ अलिक पछाडि भयो हामी त्यही होटेलको व्यवस्था म गरिदिन्छु रे घुवामा कसैलाई होटेल चाहिएमा जीवनलाई गर्ला नि मुला सागरले फोन फेरि यहाँबाट चाहिँ त्यही आधी घन्टा 1 घन्टा तिलचे पुग्ने 1 घन्टा आधा घन्टा अब फेरि त्यही 40-45 मिनटमा अब हामी फेरि तिलचे पुगिन्छ अहिले ल खाना खाएको थिएँ 45 मिनट जतिमा चाहिँ घुवा आइपुगेँ मजाले अझै हामी ठाउँ फुलहरू टिप्ने यताउता छिटै खिच्दै गर्दै आयो छिटै आइपुग्यो हामी ल अब चाहिँ सिधै तिलचे गएर पानी पर्नु लाग्यो तिलचे पुगेपछि त्यस्तो रहेछ है खासै ठुलो छैन त्यही पनि घर चाहिँ छ नि होटेलहरूको व्यवस्था छ ल अब चाहिँ सिधै तिलचे पुगेपछि भेट्नुपर्छ अहिले चाहिँ बहुत फर्कियो छे अति बिहानदेखि हिँडेर खुट्टा लास्टदेखि चप्पलमा अब चाहिँ तिलचे आइपुग्यो यहाँ चाहिँ हो पर्खिरहेको छ चिबेले त अघि आइपुग्यो इ खोइ त ल तिलचे नै आइपुग्यो है ठ्याक्क तिलचे पनि छिर्यो है तिलचे नि छिर्यो मिठो हिँड्यो आज के यहाँ ठ्याक्कै 5 बजे भनेपछि घर हामी 6 बजीतिर पुग्छ 6-7 7:30 त्यस्तो बेला कुरो नानी ए त्यहाँ वाइफाई छ एकछिन बस्ला नि खोइ के गर्छ सरले के भन्छ सर नै आइपुगेछ ल अब चाहिँ सिधै त्यही भेगेर भेट्नुपर्छ उतै घर उता चिया खाने ठाउँतिर यो मुलाको त आइपुग्यो ल अब हामी चाहिँ यहाँबाट तिलचेबाट बिदाइ हुन लाग्यो ल
अनि मेरोमा के हुन्छ कि सबैजना ल जिबे अब राम्रोसँग बस अब के गर्ने अब छुट्टी नै पर्यो ल ल जिबे ल फेरि ल ल है ल राम्रोसँग बस है नरहे ल जम्माल अब चाहिँ जानुपर्छ ल जम्माल ल अब चाहिँ हामी चाहिँ बिदाई है यहाँबाट त्यो चाहिँबाट बिदाई भइसक्यो अब घरतर्फ चाहियो अब भ्लग पनि इन गर्नु पर्ला अब आजको लागि यति नै थियो भिन्डाङको चाहिँ अब चाहिँ घर जानुपर्ने हुन्छ रात परिसकेको छ अब चाहिँ फर्किनुपर्छ गाइजहरू ल भ्लग इन गरिदिएको यति नै अब कुनै नौलो ठाउँ गएछ भने फेरि भ्लगमा भेटौँला आजलाई यति नै ल हस् त